I also used to think like that when I was too young that falling in love is bad. Okay, I have to study first, be successful first, and then okay, I don't ever think about love in my life. But my subscribers, is he or she my subscriber? I don't know, but she is my regular viewer. She views every post I make, every videos I make, every source I make, and I'm very thankful to him or her. But she or he is asking me that whether the love is good for students or not. Okay, for that I'm also not that much expert in love to say that whether it is bad or good, but the love is not entirely bad nor good. It depends on how the person, what the person you are falling in love with, what type of behavior he has, what type of mentality he has, what type of thinking he or she has. That's the main and first and foremost questions ever. त्यो लाइफमा लभ एन्टायरली गुड अर ब्याड भन्ने कुरा हुँदै रहेनछ. मैले पनि अहिले आएर महसुस गरेँ. मलाई पहिला पनि लाग्थ्यो कि ओके लभ एन्टायरली ब्याड हो, पहिला हामी आफ्नो लाइफमा सक्सेसफुल हुनपर्छ, आफूले गर्न पर्ने कामहरू गर्नुपर्छ, अनि त्यसपछि बल्ल लभ, अनि त्यसपछि बल्ल अरू कुरा, अनि त्यसपछि बल्ल अरू कुरा. सधैँ त्यस्तै सोच्थेँ कि मैले पनि. तर यो एजसम्म आइपुग्दा मलाई बल्ल थाहा भयो लभ इज इम्पोर्टेन्ट भनेर. अनि लभ इज इम्पोर्टेन्ट त हो, तर द पर्सन यु फल इन लभ इज मोर इम्पोर्टेन्ट. कसरी भन्दा त्यो पर्सनको थिङ्किङ कस्तो. अब फर्स्ट कुरा त त्यो मान्छे इज ट्रुली फलिङ इन लभ विथ यु, इज जस्ट पासिङ हिज टाइम विथ यु. त्यो कुरा हो. पहिला त तिमीले सबै कुरा बुझ्नु पऱ्यो नि त त्यो मान्छेको बारेमा. होम यु आर इन फलिङ इन लभ. लभ त नराम्रो कुरा होइन. इफ यु आर जेनरली फलिङ इन लभ विथ वान, इफ यु आर इन रिलेसनसिप विथ सम वान, द्याट्स गुड. बट त्यो पर्सन कस्तो छ, त्यसको मेन्टालिटी कस्तो छ, त्यसले कसरी थिङ्किङ गर्छ, लाइक तिमीप्रति त्यो सिरियस छ कि छैन, त्यो सबैभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा हो जस्तो लाग्छ है मलाई. अनि सबभन्दा कुरा अहिलेको हामी यो एजमा चाहिँ हामी सबैको के भन्दा यो उमेर भनेको पढ्ने, अब आफ्नो फ्युचर बनाउने, आफ्नो फ्युचरलाई सेभ गर्ने उमेर पनि यही हो, लभ गर्ने उमेर पनि यही हो. त्यही भएर जस्ट डोन्ट थिङ्क मी ब्याड कि म लभको कुरा गर्दैछु भनेर. किनभने यहाँ मेन्टालिटी यस्तै हो कि कोही लभमा पऱ्यो भने ओके त्यो मान्छे तँ पनि बिग्रेछ होइन, ओके तँ पनि बिग्रिन्छ होइन. द्याट टाइप अफ मेन्टालिटी इज इन आवर सोसाइटी. सो लभको कुरा गर्न बित्तिकै मान्छेले बिग्रेको सोच्छन् होला, बट आई डोन्ट केयर, सोच्नु होइन. त के गर्नु त, आई एम जस्ट एक्सप्रेसिङ माई थट अबाउट लभ. अनि लभ चाहिँ प्योरली राम्रो हो. अनि फलिङ इन लभ पनि अब अहिलेका बुढाबुढीहरू त तिनबाटै लभमा पर्न थाल्छन् भने त लभ इज अब कस्तो कुरा आई डोन्ट नो. अब म टुवेल्भ क्लियर गरिसकेँ तर पनि आई एम नट इन लभ विथ समवन. अनि त्यही भएर मलाई चाहिँ त्यसको बारेमा धेरै एक्सपिरियन्स छैन. बट आई एम टकिङ on this topic because I have some thoughts on it. अनि I hope you will also have some thoughts after watching this video. त्यही भएर फर्स्टमा चाहिँ लभ हुँदैमा बिग्रेको भन्नु हुँदैन, त्यस्तो नसोच. सेकेन्ड कुरा चाहिँ त्यो पर्सन मैले कतिचोटि भनिसकेँ, सबभन्दा म्याटर गर्ने त्यो पर्सन हो. तिमीले त्यो मान्छेसँग रिलेसनसिपमा बसिसकेपछि आफूमा के चेन्ज पायो. लाइक तिमीले आएर तिमी पहिला जस्तो तिमी आफ्नो रुटिनहरू फलो गर्छौ कि नै. लाइक ओके मैले आफ्नो पढ्न थियो पढेँ, आज मेरो यो असाइनमेन्ट थियो त्यो गरेँ, मेरो प्र्याक्टिकल थियो त्यो गरेँ, अल अफ द्याट थिङ्स त्यो आफूले गरेँ कि नै भन्ने कुरा हो. अनि त्यसपछि सेकेन्ड थिङ भनेको तिमीमा केही चेन्जेस आयो कि नै. कस्तो चेन्जेस भन्दा अब ब्लसिङ होइन क्या. कस्तो चेन्जेस भन्दा लाइक ओके अब त्यो मान्छेसँग रिलेसनसिपमा बसेपछि आफूले पढाइमा कतिको फोकस गर्यो, आफ्नो जुन जेन्युन काम हो त्यसमा कतिको फोकस गर्यो भन्ने कुरा हो. अनि तिमीहरू एक अर्काले चाहिँ आफूलाई मोटिभेट गर्नु पऱ्यो, तिमीले उसलाई र उसले तिमीलाई, कि ओके यो हाम्रो मेन टास्क हो, हामी यसरी भुल्नु पनि हुँदैन. लाइक प्र्याक्टिकली फलिङ इन लभ के त्यस्तो. अनि एउटा फेरि सबभन्दा एउटा के भन्छ त्यसलाई मिड टाइप अफ क्वेसन भनेको वाट इज द राइट टाइम टु फल इन लभ. राइट टाइम भन्ने नै हुँदैन. वेन यु आर म्याच्योर इनफ टु ह्यान्डल योर करियर एन्ड योर लभ इन द्याट वे. अनि तिम्रो दुइटामा अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो, म्याच्युरिटी हुनु पऱ्यो एकअर्काको बारेमा. पहिला त प्र्याक्टिकली सोच्नु पऱ्यो कि पहिला चाहिँ हामी सक्सिड हुनु पऱ्यो. छैन जत्र नि किताबमा लागिरहेको छौँ पढ्ने भनेर. अनि कस्तो छ भन्दा जतिर पनि ओके हाए तिमी त्योसँग किन बोल्यो, तिमी त्योसँग किन बोल्यो, तिमी त्योसँग किन बस्यौ, ओके यु डोन्ट गिभ मी टाइम, आई थिङ्क यु डोन्ट लभ मी, आई थिङ्क आई एम वान साइडेड हियर, आई थिङ्क आई एम गिभिङ मोर इफर्ट्स, यु आर नट गिभिङ मी एनी इफर्ट्स. त्यस्तोमा गएर अल्झ्यो भने लाइफ
your love life भने you are in wrong path. तिमीहरूले चाहिँ एकअर्कालाई बुझ्न पर्यो कि पहिला यो टाइम भनेको चाहिँ आफूमा वर्क गर्ने हो. पहिला त तिमी आफू गुड हुने हो अनि रिलेसनसिपमा गएर तिमीलाई बेटर हुने हो. अर्को कुरा भनेको के हो भन्दा लभ इज अफ टु टाइप्स or 3 टाइप्स, आई डोन्ट नो. लभ चाहिँ एउटा हुन्छ 2 साइडेड अनि एउटा हुन्छ 1 साइडेड. अनि फर द्याट 1 साइडेडलाई चाहिँ आई डोन्ट नो वाट टु से टु देम. रिलेसनसिपमा हुनको लागि मैले जे हुनुपर्छ त्यो त भने वाट आई नो होइन. इफ यु नो एनिथिङ more than that you can tell me on the comment box. I think I'll have more information about love if you comment down below. Ani one sided love ko लागि त I don't have any words to them. Like if they love someone one sided and another person is not interested on them, I think they should have focus on their main job, what they want to do in their life. आफ्नो लाइफमा तिनीहरूले के गर्न चाहन्छ, तिनीहरूको गोल ड्रिममा तिनीहरूले वर्क गर्नु पर्यो. अब दे विल ह्याभ वान पर्सन हु विल लभ देम ब्याक आफ्टरवर्ड. अब पहिले अब 1 साइडेड लभ छ भन्दैमा अब त्यसैको पछि लागिरहने आफ्नो केही पनि नगर्ने भने यु विल लुज ब्रो. तिमी आफ्नो लाइफमा कम्प्लिटली एउटा लुजर भएर बस्छौ. इफ इट साउन्ड्स रुड एन्ड बट इट्स रियालिटी, आई थिङ्क सो. अब तिमीले कसैलाई मन पराउँछन् बट दे डोन्ट द पर्सन डोन्ट लाइक यु एट अल. तिमीलाई त्यसको फेस देख्नै मन पर्दैन, तिमीलाई त्यसको बानी बेहोरा मन पर्दैन, तिमी त्यो मान्छेलाई मनै पर्दैन भने इफ यु आर लभिङ देम आई थिङ्क द्याट्स अ काइन्ड अफ यो तिमीले कन्ट्रोल गर्न सक्ने कुरा होइन. अब तिमीले जबरजस्ती पनि त गर्न सक्दैनौ नि कसैलाई. लाइक ओके लभ मी भनेर भन्नु पनि सकिँदैन नि त कसैलाई. द्याट्स वाइ अब 1 साइडेड लभको लागि चाहिँ आई डोन्ट नो एनिथिङ. अब सकेसम्म उसलाई भुल्ने कोसिस गर, सकेसम्म आफ्नो ड्रिम्समा फोकस गर, आफूलाई सेल्फ इम्प्रुभ गर्ने कोसिस गर, सेल्फ इम्प्रुभमेन्टमा लाग, आफूलाई स्ट्रङ बनाऊ मेन्टली फिजिकल्ली. देन आई थिङ्क समन विल फल इन लभ विथ यु अनि यु विल ह्याभ गुड लाइफ. जोसँग तिमीले 1 साइडेड लभमा छेउ, आई थिङ्क द पर्सन wasn't made for you. I think someone better is waiting for you. So just work in yourself and you will have more and more in your life, a lot more than what you have in your life. Okay, that much for today's video. And okay, this video might be messy because I don't have a lot of information on that and I don't have an experience on that. So that's the end of my video. And do like, subscribe if you love my videos. I like my video, somehow it resonates with you, and you can suggest me any other topics which I can talk about. If I have the information on that, I'll surely make the video on that, and that will give me more topic too. And okay guys, bye, God bless you, stay fit and healthy, love yourself.